महिलालाई सम्मान साथ फेटाकुटी दिने हाम्रो चलन छ र त्यसरी नै त्यो कार्यक्रमको एउटा मलाई अगुवा मानेर आयोजक समितिले मलाई शिरमा फेटा लगाइदिनु भयो र त्यो फेटा मैले पहिरिँदाखेरि म आफै पनि मेरो धर्म संस्कार संस्कृतिप्रति चेत भएको मान्छे भनेर म आफूलाई ठान्छु। किनभने मैले आजभन्दा लगभग केही वर्ष अगाडिदेखि नै अलिकति मोडिफाई भएको फेटाहरूको बारेमा बोल्दै र लेख्दै पनि आएको मान्छे म स्वयं पनि हो। तर के हुँदो रहेछ भने एउटा जिम्मेवारी लिएर बसिसके पछाडि त्यो कार्यक्रमको मान मैले पनि राख्नुपर्छ। उहाँले मलाई जति सम्मान दिनुभयो त्यो सम्मानको बदला मैले पनि उहाँलाई सम्मान दिनुपर्छ र मैले त्यो फेटामा कुनै पनि हाम्रो संस्कारभन्दा बाहिरका चिजहरू छैनन् टाँसिएका। त्यहाँ हाम्रै इष्टदेव सुम्निवा पारहाङ, हाम्रै राजा, हाम्रै पुर्खा यलम्बरहाङ र हाम्रै मातृ संस्था सिङ्गो राई समुदायको मातृ संस्था किराँत यायाको झन्डा र जन्मदेखि मृत्युसम्म प्रयोग हुने हाम्रो धार्मिक मुन्दुमले बाँधेर ल्याउने जन्मदेखि मृत्युसम्म नहुने हाम्रो वाबु चिन्डो अङ्कितको चिजहरूलाई मैले मेरो शिरमा पहिराउँदाखेरि मलाई गर्व नै लागेको थियो। किनकि मेरा सम्पूर्ण आफ्ना कुरालाई मैले मेरो शिरमा भिरेको थिएँ। त्यो पहिरिँदा मलाई आफूलाई गौरव मानेको थिएँ र त्यस मानेमा मैले अलिकति मात्रै मलाई त्यो फेटामा थोरै अहिले मैले लगाएको मेरो शिरको फेटा यो नेचुरल छ भनेको मतलब यो प्राचीन जुन हाम्रो एउटा फेटा गुट्ने चलन थियो, सिम्पली हाम्रा पुर्खाहरूले कपडालाई चाहिँ पोको पारेर अहिले हेर्ने भने अलिकति हामीले यो पनि मोडिफाई भन्नुपर्छ। किनकि यो पनि हामीले पट्याएर लगाएको छौँ नि त होइन। हामी प्राचीनमै जाने हो भने हाम्रो पुर्खामै रियालिटीमै जाने भने हाम्रो पुर्खाले यसरी लाउँदैन नि त। हेर्ने भन्छ कपडालाई टक्क धोका बनाएर जस्तो हुन्छ पगडी बेर्ने चलन थियो तर हामीले अलिकति सजिलो हेर्दा पनि राम्रो देखियोस् भनेर यसलाई चिटिक्क पट्याएर हामीले चाहिँ अहिले फेटा कुट्ने चलन हामीले जहाँ पनि देख्न छ र त्यो फेटा लगाइरहँदा त्यसलाई आयोजक कमिटीले अलिकति मलाई जहाँसम्म लाग्छ युवा पुस्ताले नै होला अलिकति नयाँ किसिमले विकास गरौँ, नयाँ खालको सिर्जना गरौँ भन्ने कुरा चाहिँ युवा पुस्तामै आउँछ। सायद युवा पुस्ताले नै चाहिँ त्यो बनाउनु भएको थियो होला, कसैको देख्नु भएको थियो, उहाँहरूले कसै मार्फत त्यो आएको कुरा हो होइन। र उहाँले बनाएर लाउनु भएपछि मैले अध्यक्षज्यूलाई पनि पूर्व जानकारी गराएको थिएँ। अध्यक्षज्यू मैले के भने फेटा गलत भन्दिनँ, त्यो फेटा सही छ तर के मानेमा मात्रै छ भने अलिकति चाहिँ हामी अल्छी भयौँ कि भन्ने मानेमा गलत छ। मैले अध्यक्षज्यूलाई भने हामी यति धेरै अल्छी पनि नहौ न अध्यक्षज्यू, टक्क 2 मिटर फेटा यो घुमाउँदा कति चाहिँ समय जान्छ र होइन। सट्ट घुमाऊ है, यो सिलाएर त नलगाऊ, छिमेकी राष्ट्रको जस्तो त्यो बिहेमा शेरवानीमाथि लगाएको टोपी जस्तो देखिन्छ क्या भनेर मैले भने। अनि टक्क त्यो पछाडि पुच्छर सिलाएको सुत्तै परेको झर्दाखेरि त झन् त्यस्तो देखिन्छ भनेर मैले अध्यक्षज्यूलाई भने। अनि अध्यक्षज्यूले हामीले पोहोर परासान बनाएर प्रयोग गरेको थियो, उब्रेको थियो र फेरि पुनः हामीले चाहिँ अब बचेकै कुरा युज गरौँ न किनकि संस्थाको पैसा लगानी भएको छ नि त त्यहाँनिर होइन, किन एक्स्ट्रा खर्च गर्ने होइन, ठिक छ भने। अब त्यो ठाउँमा कतिपय मेरा शुभचिन्तकहरू होइन, मेरा समुदायप्रतिका चासो भएका शुभचिन्तकहरूले त्यति बेला किन प्रतिकार गरिनुहोस् पनि भन्नुहुन्छ कि
भएको छ र उहाँ शुभचिन्तकज्यूहरूलाई आउने दिनमा अझै यस्ता खालका ध्यानाकर्षण हुने विषयहरूमा यहाँहरूको विषय उठान सधैँ भइरहोस्। त्यसलाई म यहाँको कुरालाई सकारात्मक रूपमा लिँदै आयोजकप्रति एक मानेमा पनि उहाँहरूको गल्ती म देख्दिनँ। उहाँले सम्मान दिनुभएको, मैले सम्मान दिएँ। उहाँले आफ्नै सम्पूर्ण संस्कारभित्र पर्ने आफ्ना मुन्दुमी कुराहरूलाई, मुन्दुनसँग जोडिएका कुराहरूलाई उहाँले त्यो फेडामा राख्नु भएको छ। त्यसलाई हामीले सम्मान गर्नुपर्छ। र मलाई जुन किसिमले मेरो मनोबल घट्यो होला, मलाई केही भयो होला भनेर जुन आज नगर न्यायालयको नेतृत्वमा वडा नम्बर 10 का हाम्रा आदरणीय दाजु उपाध्यक्ष सचिवज्यूको उपस्थितिमा अनि यस किरात राई याएखा के अरे 3 नम्बरको उपस्थिति, सिङ्गो किराया नगरको उपस्थिति र मुन्दुम किरात मुन्दुम अध्ययन केन्द्रको यो सिङ्गो उपस्थितिमा मलाई जुन किसिमले मुन्दुमी दिदीबाट सहायता गर्नुभयो त्यसको लागि एकदमै हृदयदेखि सदा सर्वदा यहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। यहाँहरूले हिजो मैले उठाएर हिँडिरहँदाखेरि यहाँले साथ दिनुभएको थियो र आउने दिनमा पनि यहाँले त्यसरी नै मलाई साथ सहयोग गर्नुहुन्छ र यहाँहरूको यो खालको सद्भाव सदैव हामी आम किरात राई समुदायभित्र रहिरहोस् भन्ने कामना गर्दै म यो मेरो छोटो आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। हवस्, धन्यवाद। आलम सेवा।